बेबी कस्तो रमाइलो भएको नि है हिजो ओके खाना खायो ए मेरो बाँकी नै छ हिजो कस्तो रमाइलो भएको थियो गइहाल्ने छोडेर तिमीलाई माया गर्दैन क्या मलाई मैले कति वर्ष भने किन नबसेको त नि जहिले गर्छु मात्र भन्ने हो कहिले गर्ने होइन आएको बेला त्यही ठिक्क पार्ने हो ओ त के हेर्दा है बाबालाई भन्नु नगर है त बहिनी भन न बाबालाई गरे म भोलि नै आइहाल्छु नि भोलि भेटौँ ल म त्यही माथि जानु त बाबालाई भन्नु नगर भन्दा छु यहाँ ल्याङ्गे गर्छ कि फोन दिन त्यही हो भोलि पनि भेटौँला नि ठिकै छ त रमाइलो हुन्छ भोलि पनि बाबा के गर्दैछस् त म किन नै त के गर्दैछस् यहाँ कोसँग बोलिरहेछस् कोहीसँग पनि होइन कोसँग बोलिरहेछस् देखा कोहीसँग पनि देखा कोहीसँग पनि होइन कोसँग बोलिरहेको थिएँ कोही फ्रेन्डसँग अलिक पनि लाज लागेन मलाई बहिनीसँग बोल्न अलिक पनि लाज लागेन तँलाई हामीले यो घरमा के भनेर राखेको एउटा मात्रै बहिनी हो भनेर यत्रो माया दिएर राखेको घरको इज्जत उचाल्दै हिँड मैले के गरेको छु अझ केही गरेको छैन भन्छस् मलाई यही कुरा पत्ता लगाउनु थियो मलाई गाउँमा हिँड्ने साध्य छैन बाहिर हिँड्दाखेरि मान्छेले तेरो बहिनी फलानुसँग बिग्रेर हिँडी भन्छ कहाँ गएको थिइस् हिजो कोसँग गएको थिइस् कहाँ गएको थिइस् सब मलाई थाहा छ कहीँ गएको साथीसँग गएको अझ बढी भन्छस् पढ्नलाई गएको लाज लाग्दैन भने तँलाई कस्तो मैले केही बोलेको छैन क्या कोहीसँग पनि बोलेको छैन मलाई पनि थाहा छ घरको इज्जत बोलेको कोहीसँग नि यही हो तेरो इज्जत यही हो तेरो इज्जत बाबुआमा छैन भनेर सानैदेखि पालेर राखेको आज मेरै टाउकोमा चढेर मलाई थाहा नदी बोयफ्रेन्ड भेट्न गइस् घुम्न गइस् अझ बढी बोल्छस् भने चुप लाग्छ देखेको भने छोरीले देखेको छ त अहिले गएर हो त के गरौँ त नरो है मैले भनेको छु हेर सानोदेखि तँलाई आँखामा आँसु के भन्नु क्या म तँलाई रुन नदी मैले तँलाई पालेको आज यही दिन देख्नलाई रहेछ होइन आजसम्म एक पनि लगाउनु थाहा मेरो बिना गल्तीमा थप्पड लाउनु हो तेरो बिना गल्ती भयो म तँलाई थप्पड लाउँदिनँ थिएँ तर गल्ती मैले थाहा पाएरै मैले थप्पड लाग्नु त रोएर यसरी आँसु झारेर तेरो त्यो हिजो गरेको कालो करतुत पखालिँदैन हेर भाउजूलाई सोधेर गएको थिएँ म बाहिर कहीँ गएको थिएँ तेरो भाउजूलाई सोधेर गइस ठिक छ तर राम्रो कामको लागि गइनस् त्यो मैले सबै पत्ता लगाइसकेँ पढ्न भनेर गएको त हो नि त पढ्न भनेर जान्छस् पढ्न भनेर कहाँ गइस् भन् त नडाँटी भन् मलाई त पढ्न भनेर कहाँ गइस् साथीकोमा गएको थिएँ को साथी हुन्छ नि हाम्रो पनि कल नाम के हो सबै भन्नुपर्छ कुन ठाउँमा बस्छ यदि त गलत छैन भने भन्न सक्छ त गलत छ त यो भन्न डराइरहेछस् हेर मलाई त्यो मुख हेर नै मन लाग्नु छोडिसक्यो यस्तै पारा हो भने म तेरो बिहे गरेर पठाइदिन्छु बिहे अरे माया अलिकति पनि लाग्दैन तपाईँले कस्तो माया के चाहिँ गलत गरेको छु बिहे नै गरेर पठाउनुको लागि त दुनियाँसँग डुल्दै डेटिङ हिँड्न चाहिँ नि तपाईँ लाज लागेन अहिले मैले गएर बिहे गरिदिन्छु भन्दाखेरि मलाई माया लाग्नु पर्ने त्यो हेर नानी म तपाईँलाई एकचोटि कुल भएर सम्झाउँछु मेरो पनि छोरी छ तपाईँ पनि मैले मेरो छोरी जस्तै गरी सानैदेखि स्याहारेको त यसरी गलत बाटोमा लागिस् भने भोलि तेरै भविष्य बर्बाद हुन्छ कुन चाहिँ दाइले चाहन्छ आफ्नो बहिनी बिग्रोस् नराम्रो बाटोमा लागोस् नराम्रोको सङ्गत गरोस् भनेर म त तँलाई फुल जस्तो गरी स्याहारेको भोलि तँलाई बिहे गरेर पठाउँदा पनि राम्रो घर परोस् रानी जस्तो भएर बसोस् भन्ने चाहन्छु त यसरी बिग्रेर हिँडिस् भने भोलि यसले पनि त्यही बानी सिक्छ मैले भनेको बुझिरहेछस्
के बुझिरहेछस् गर त मैले के गरेँ कि होइन म पढ्न मात्र गएको थिएँ साथीहरूसँग हिँड्दा त मिलिहाल्छ नि सबै हिँड्दैमा सबैसँग हिँड्दैमा बोयफ्रेन्ड नै हुन्छ भने हुन्छ र हो साथीहरूसँग हिँड्न मिल्छ डुल्न मिल्छ रापड्न मिल्छ जान मिल्छ तर त गलत सङ्गतमा छ तपाईँ आफूलाई पनि थाहा छैन कि म गलत सङ्गतको चाहिँ त्यो उमा छु भनेर मान्छेहरूलाई यो उमेरमा यस्तै हो आफू गलत बाटोमा हिँडेको थाहै हुँदैन हामी लुकाउनु पर्दैन त्यो सब थाहा भइसक्यो त्यो लुकाउनै पर्दैन म अब तँलाई सोध्दिनँ को हो के हो कस्तो हो भनेर म तँलाई राम्रोसित एकचोटि सम्झाउँछु गलत बाटोमा नहिँड तेरो भविष्य त आफैले बनाउने हो भोलि बिहे गरेर गएपछि तेरो पनि घर हुन्छ फ्यामिली हुन्छ के यो भन्छ नि यो विगतमा गरेको कुरा सम्झेर भोलि तँलाई पछुतो नहोस् त्यही भएर मैले राम्रोसित सम्झाएको छु हेर आजसम्म जे भयो जस्तो भयो छोड्दै राम्रो बाटो आफैले अप्नाएँ बुझिस् मैले तँलाई आजसम्म मायाको कुनै कमी हुन दिएको छैन मैले अब पनि हुन दिन्न भएको छोरी त्यसको के हो कसो हो म केही पनि हेर्न चाहन्छु आजसम्म मैले के गरेँ कस्तो गरेँ त्यो पनि मैले बिर्सिन्छु र तैँले पनि बिर्सिनुपर्छ म तेरो यो राख यदि यही मोबाइलको कारण यो घर बिर्दा जानु भने चाहिँदैन मलाई हुन्छ तैँले मोबाइल फालेर आफ्नो सम्पत्ति फालेर आफ्नो गलत कार्यलाई लुकाउन खोज्दैछस् यार यो उमेर भनेकै यस्तै हो कसैले राम्रो भन्दाखेरि रिस उठ्छ तेरो जस्तो उमेर मैले पनि पार गरेर आएको छु अहिले यो उमेरमा यस्तै हुन्छ तर आफूले आफूलाई सही बाटोमा हिँडाउन सक्नुपर्छ कुन बाटो गलत कुन बाटो सही भनेर त्यो आफैले छुट्याउने हो हामीले त मात्र मार्गदर्शन दिने हो बुझिस् देखाएकोमा हेर्दा त्यस्तो छ नडेर भए त के गर्नु हेर मैले के भनेर सम्झाउनु पर्छ अहिले मेरो ठाउँमा बुवा हुनु भइदिएको भए तेरो बिहे गरेर पठाइदिइसक्थ्यो त सानै छस् उमेर पुगेको छैन बुझ्छु म पनि तर यसरी नहिँड्यो गएको मलाई गाउँमा साथीहरूले मुक्त्याउन लायक छोडेको तेरो बहिनी जस्तो तेरो बहिनी जस्तो कहिले कहाँ भेट्यो अरे कहिले कहाँ देख्थ्यो अरे अर्काको कुरा सुनेर पनि आएर मसँग झगडा गर्ने त भने त है अर्काको कुरा सुनेर मात्रै होइन त अहिले खुद मैले प्रमाण भेटिसकेँ पनि म के गरौँ अब बोले न हुनु कोहीसँग बोल्न नहुने त भनेको ए बाबा बोल के त बोल बोल तर बोल लिमिटमा बोल चाहिने भन्दा बढी नबोल नपाइने बोला के दिनु भयो आज अलिकति बोलिस् भोलि अलिकति बोलिस् बोल्दा बोल्दै धेरै 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 भित्र जान्छ त्यो गहिराइमा डुबेपछि मान्छे निस्किन सक्दैन के सबैले थाहा होला यस्तो कुरा त्यही भएर भन्ने हुन्छ होला होइन हेर आज त एक झापडो मात्रै हाने आइन्दा यस्तो गल्ती गरेको देखेँ भने तँलाई म यो घरमै राख्दिनँ तपाईँको मात्र घर हो तपाईँ राख्नलाई तपाईँ सम्झाएर सक्दिनँ त कहिले बुझ्छस् के कहिले बुझ्छस् तपाईँ मलाई कहिले सम्झाउन सक्नुहुन्न क्या तपाईँ जानु तपाईँले कहिले सम्झाउन सक्नुहुन्न मैले राम्रो गर्दा तपाईँलाई नराम्रै हुन्छ मैले नराम्रो गर्दा त झनै अब मार्नै खोज्नुहुन्छ आज थप्पड लाउनु भयो भोलि लगाएर मार्नु होला घर पनि लाग्न छोड्यो अब त किन तँलाई त्यस्तो लाग्छ खै आजबाट त लाग्न छोड्यो बाउले सुत्दै झप्पड हानेकिन तपाईँले हान्नुभयो के प्रमाण पाएर हान्नुभयो कोहीसँग बोल्नै नहुयो त गलत बाटोमा नहिँडोस् भनेर हानेको मैले त्यो तँलाई हानेको झापट होइन तँलाई सुधार्नलाई हानेको झापट हो म केही सोध्न सक्दिनँ हेर मेरो अन्तिम फैसला यही हो कि त राम्रो बाटोमा हिँड्छस् भने हिँड नत्र तँलाई यो घरमा कुनै पनि बास छैन अरू कुरा मलाई थाहा छैन त एक शब्द नै बोल्ने होइन छोरे मोबाइल देखिन्छ होइन मोबाइल देखेको छैन